हाम्रो देशको ल्याप्लापेले चाहिँ आफ्नो बुढी आर्जु राणालाई चाहिँ इन्डिया पठाएको रहेछ हैन मोदीलाई भेट्नको लागि हैन अनि त्यसपछि मोदीले चाहिँ म भेट्दिन ल्याप्लापेको बुढीलाई भनेर भन्दैछ अनि त्यसपछि अनि अहिलेसम्म अब जति पनि फन्डिङ अब उता अमेरिकाबाट आएको थियो अब त्यो फन्डिङ बन्द हुने भयो अनि बन्द भएपछि त आफ्नो पार्टीको कार्यकर्तालाई त खुवाउनु पर्यो हो अब त्यसको लागि त अब आफ्नो गोजीबाट पैसा दिने कुरा त भएन अब फन्डिङ त काहीँ न काहीँबाट त चाहियो अनि ल्याप्लापेले आफ्नो बुढीलाई पठाए चाहिँ इन्डिया मोदीलाई भेट्नको लागि अब हामीलाई सहयोग गर्नु पर्यो फन्डिङ दिनु पर्यो नेपाली जनताहरूले चाहिँ हामीलाई चाहिँ सिधाउने भयो खतम बनाउने भयो किन भनेर भन्दाखेरि चाहिँ हामीले चाहिँ देशभरि भ्रष्टाचार मचाएर चाहिँ देशै सिधाएर खतम बनाइदिउँ अब यसमा चाहिँ हामीलाई चाहिँ इन्डियाको प्रधानमन्त्रीको पनि साथ चाहियो र तपाईले चाहिँ हामीलाई साथ दिनु पर्यो अझै हामीले जति खतम बनाएको छौँ जति जति बर्बाद बनाएको छौँ देशलाई यो भन्दा पनि अझै बर्बाद बनाउनु पर्यो हामीले 19-20 वर्षसम्म चाहिँ सत्ता चलाएर चाहिँ हामीले आजको दिनमा 19-20 वर्ष पछाडि धकाल्दिएको छौँ हाम्रो देशलाई अझै तपाईले चाहिँ साथ दियो भने अझै हामी 4-5 वर्ष अझै पछाडि धकाल्दिन सक्छौँ भनेर चाहिँ साथ माग्नको लागि चाहिँ ल्याप्लापेले आफ्नो बुढीलाई इन्डिया पठाएको रहेछ के यत्रो 18-19 वर्ष सत्तामा बसेर सत्ता चलाउँदाखेरि तिनीहरूले आफ्नो काम राम्रोसँग गर्दैको भए आफ्नो दायित्व र कर्तव्य राम्रोसँग निभाइदिएको भए आजको दिनमा नेपाली जनताले राजा खोज्थे यो 5-600 छोटे राजा पाल्नु भन्दा त एउटा राजा नै राम्रो भनेर भन्थे मान्छेले तिनीहरूलाई जब तिनीहरूको कर्तव्य निभाउने ठाउँमा चाहिँ तिनीहरू जब बसेको थियो जब तिमीहरूसँग समय थियो त्यो बेलामा तिमीहरूले आफ्नो आफन्त मान्छे आफ्नो घरको मान्छे आफ्नो इष्ट मित्रलाई चाहिँ हैन भ्रष्टाचार गरी गरी धनी बनायो आफ्नो पार्टीको मान्छेलाई धनी बनायो अनि नेपाली जनताहरूलाई चाहिँ दुःख माथि दुःख सधैँ तलको तल नै पारेर आफ्नो पैताला तल राखेर चाहिँ तिनीहरूले चाहिँ मोजमस्ती गर्यो अनि आजको दिनमा चाहिँ देश बिगारेर सखाप खतम बनाएर चाहिँ हाम्रो राजाले दुई शब्द भनिसकेपछि चाहिँ अनि तिनीहरूलाई चाहिँ यति धेरै गाह्रो भयो आजको दिनमा हैन त पूर्वदेखि पश्चिम पुगेको छौ पश्चिमदेखि इन्डियासम्म पनि पुग्यो अहिले त हैन जति गरे पनि पुग्दैन जति भयो नि पुग्दैन के छातीमा लिएर जान्छस् पैसा यत्रो भ्रष्टाचार गरेको पैसा आजको दिनमा कति नेपाली युवाहरू बाहिर विदेशमा छ थाहा छ तिनीहरूलाई कति दुःख पाइरहेको छन् थाहा छ तिनीहरूलाई आफ्नो इच्छा विपरीत पनि आजको दिनमा मान्छेले चाहिँ नेपालमा केही गर्छु म भनेर भन्दाखेरि पनि ठाउँ नपाएर चाहिँ आफ्नो इच्छा विपरीत पनि मन नभई पनि विदेशमा गएर दुःख गर्न परेको छ पहिला पहिला हाम्रो देशले चाहिँ अरू देशलाई चाहिँ सहयोग गर्ने देश हो हाम्रो देश नेपाल आज यही देशको युवाहरू चाहिँ त्यो सहयोग गरेको देशहरूमा गएर चाहिँ गुलामी गर्न परिरहेको छ यिनीहरूको यति सातो पुत्लो उडेको छ कि कोही चाहिँ मञ्चमा चढेर चाहिँ राजाको टाउको उडाइदिन्छु भनेको छ कोही चाहिँ गएर चाहिँ कहाँनिर के देश बिग्रेको छ र के बनाउनु पर्ने भनेर भनेको छ अनि ल्याप्लापेले चाहिँ आफ्नो बुढीलाई इन्डिया पनि पठाइसकेको छ डराएर के डरले यहाँमा उथल पुथल मचेको छ यो भ्रष्टाचारीहरूको बीचमा यति उथल पुथल मचेको छ कि सायद यिनीहरूलाई अहिलेको समयमा राति निन्द्रा पनि लाग्दैन होला दुनिया सारा संसारले बाहिरको देशले पनि नेपालको नेताहरू भ्रष्टाचारी हो भ्रष्टाचार गर्छ चोरफटा हो भनेर भनिदिइसकेपछि सबै नेपाली जनताहरूको सामुमा पनि सबै चिज अगाडि आउँदा पनि अझै इन्डिया चाहिँ आफ्नो बुढीलाई पठाएर चाहिँ इन्डियासँग सम्झौता गर्न खोज्ने इन्डियाले साथ दिन्छ जस्तो लाग्छ तिनीहरूलाई अब नेपालमा राजा आयो भने हिन्दू राष्ट्र हुन्छ नेपाल होइन अनि त्यो त इन्डियाले पनि चाहन्छ हो त्यो कारणले गर्दाखेरि इन्डियाले सपोर्ट गरिरहेको छ के अब जनताले यो भ्रष्टाचारीहरूको कुरा विश्वास गर्दैनन् साथ दिँदैनन् अनि हो त्यो कारणले गर्दाखेरि अब म गई भने अब मेरो बोली फुट्दैन ल्याप 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 हुन्छ बोल्दाखेरि होइन हो त्यो भन्दा बुढ बुढीलाई पठाउँछु भनेर बुढीलाई पठायो होला होइन अब समय आयो देश बनाउने समय पनि आयो जनताहरूलाई सचेत हुने समय पनि आयो अब यो भ्रष्टाचारीहरूलाई भित्र कोच्ने समय पनि आयो के अनि यो चिज चाहिँ हामी सबै नेपालीहरूले चाहिँ अब अहिलेको समयमा चाहिँ राम्रोसँग बुझ्नुपर्छ यदि हामीले बुझिएन भने चाहिँ अब यिनीहरूलाई त लाज शरम धर्म भन्ने चिज केही पनि छैन यिनीहरूसँग होइन अब यिनीहरूले जे पनि गर्न सक्छ आफ्नो सत्ता बचाउनको लागि आफू सत्तामा बस्नको लागि भ्रष्टाचार मचाएर चाहिँ देश लुटेर खानको लागि यिनीहरू जुनसुकै हदमा पनि जान सक्छ के फेरि यिनीहरूलाई चाहिँ लाज लागेर शरम लागेर चाहिँ यिनीहरू झुकेर चाहिँ आफ्नो सत्ता छोड्ला भनेर त कसैले नसोच्दा पनि हुन्छ यिनीहरूले गर्दैनन् यो र अहिलेको समयमा चाहिँ अहिलेको हालत अनुसार चाहिँ हाम्रो देशमा राजा आउनै पर्छ नत्र भने यदि राजा आएनन् भने चाहिँ हाम्रो देशलाई कसैले पनि बचाउन सक्दैन जोगाउन सक्दैन अलिअलि भएको मान सम्मान र आफ्नो देशलाई चाहिँ म नेपाली हुँ र हाम्रो देश नेपाल हो भन्ने अलिअलि पहिचान छ त्यो पहिचान पनि भोलिको दिनमा यो भ्रष्टाचारीहरूले चाहिँ बेचेर सकाइदिन्छ र नेपाली जनता चाहिँ अल्पत्र परेर एउटा टुरो बाबामा नभएको टुरो जस्तै हुन्छ अलरेडी हामी टुरो छौँ हाम्रो राजा नभएर अब राजा आउनको लागि चाहिँ हामीले त्यो एउटा व्यवस्था चाहिँ हामीले मिलाउनु पर्छ सबैजना नेपाली जनताहरू चाहिँ मिलेर अनि आजसम्म हाम्रो देश विकास नभएको कारण चाहिँ के हो थाहा छ बाहिरबाट जति पैसा आए पनि हैन अनि त्यो चाहिँ आफ्नो फाइदाको लागि युज गर्ने कि त पार्टीको फाइदाको लागि युज गर्ने पार्टीको कार्यकर्तामा बाँड्ने जनताहरूलाई बाँड्ने मासु भात रक्सी खुवाउने पेट्रोल दिने अनि सबै यही चिजमा सकाउने किन भन्दाखेरि अब भोलि गएर चुनाव आएपछि त अब त्यो मान्छेहरू त चाहियो नि त भोट गर्नको लागि त अनि यही कुराहरू चाहिँ भोलि गएर चाहिँ राजा आउनु भएपछि अनि यही चिजको चाहिँ हिसाब किताब दिनुपर्छ अनि देश किन विकास भएन देशभित्र आएको पैसा देशको विकासको लागि आएको पैसा यो पैसा कहाँनिर चाहिँ के कुरामा खर्च भयो कोकोलाई बाँडिस कोकोलाई दिस भनेर राजाले सोध्नुहुन्छ अनि यसको जवाब यिनीहरूसँग हुँदैन अब भयो भने पनि अब भन्न पर्यो मैले भ्रष्टाचार गरेको हो भनेर होइन राजा चाहिँ जसरी भए पनि देशमा चाहिँ आउनु भएन भन्ने चाहिँ यिनीहरूको चाहिँ यही कुरा हो अनि यही कुराको लागि चाहिँ अनि यो ल्याप्लापेले चाहिँ आफ्नो बुढीलाई चाहिँ इन्डिया पठाएको रहेछ मोदीलाई फकाउनको लागि अनि मोदीले चाहिँ यो ल्याप्लापेको बुढीलाई चाहिँ 2 लात हानेर चाहिँ म साथ दिनेवाला छैन म दिन सक्दिनँ भनेर चाहिँ पठाइदिएछ हिजोको दिनमा जुन राजाको अगाडि चाहिँ शिर झुकाएर टीका थापेर राम्रो राम्रो कुरा गर्यो राम्रो बन्यो होइन एकदम लाटो कोसेर जस्तो बन्यो के आजको दिनमा चाहिँ त्यही राजाले चाहिँ मलाई मेरो देश फिर्ता चाहियो मेरो देश बिग्रियो तिमीहरूले चाहिँ मेरो देश बिगार्दियो अब यसरी हुँदैन मेरो देश सिधाएर खतम बनाइदियो भनेर भन्दाखेरि चाहिँ तिनीहरूलाई यस्तो गाह्रो भएको छ तिनीहरूको रातभरिको निन्द्रा उडेको छैन तिनीहरूको राजा आउनुहुन्छ र राजा आउनु पनि पर्छ हाम्रो देशलाई यदि जोगाउनु छ देशको उन्नति प्रगति गर्नु छ भने हाम्रो देशलाई चाहिँ राजाको एकदम धेरै खाँचो छ राजा आउनु पर्छ र राजा आइसकेपछि चाहिँ प्रधानमन्त्रीको ठाउँमा चाहिँ हामीले चाहिँ बालेन दाइलाई चाहिँ राख्नुपर्छ हामी 2 करोड नेपालीको चाहिँ मनोकामना भनेको यही हो सबैजनाले चाहिँ राजा ल्याउनको लागि सबैजनाले साथ दिनुपर्छ सबैजना नेपालीहरू चाहिँ एकजुट भएर बोल्नुपर्छ यो पार्टी र त्यो पार्टी भनेर भन्नुको साटो चाहिँ म चाहिँ हामी चाहिँ एक नेपाली हो भनेर चाहिँ हामी अगाडि बढ्नुपर्छ र यसरी नै हामीले चाहिँ हाम्रो देशको चाहिँ उन्नति र प्रगतिको लागि चाहिँ हामीले चाहिँ अगाडि कदम चाल्नुपर्छ जय नेपाल जय राजतन्त्र